हेलो गाइज, वेलकम छ मेरो न्यू मिनी भ्लगमा। आज चाहिँ म बिहान उठ्ने बित्तिकै ब्रस गरेर हात मुख धोएर कुखुरालाई पानी खुवाउने भाँडा धुनतर्फ लागेँ, किनकि कुखुरालाई पनि सफा र चिसो पानी त दिइरहनु पऱ्यो नि त यस्तो गर्मीको मौसममा। अनि त्यसपछि म ब्ल्याङ्केट धुनतर्फ लागेँ। ब्ल्याङ्केट धुँदै गर्दा मेरो छोरी आरोही आएर मलाई सघाउँदै छिन्। यिनी चाहिँ मेरो दिदीको छोरी आरोही हुन्। अनि हामी मिलेर ब्ल्याङ्केट धुनतर्फ लागिरहेको छौँ। ब्ल्याङ्केट धुँदा यति भारी भएको छ कि हामी उठाउनै सकेको थिएनौँ। अनि ब्ल्याङ्केट धोइसकेपछि हामी चाहिँ नास्ता खानतर्फ लाग्यौँ। नास्ता खानको लागि मेरो मम्मीले चना र केरो फ्राई गर्नुभएको थियो। अनि नास्ता खाइसकेपछि मेरो बेडको हालत चाहिँ यस्तो भएको थियो। अनि म मेरो बेड मिलाउनतर्फ लागेँ। मेरो बेड चाहिँ सामान्य तारउता भएको थियो, धेरै लथालिङ्ग भएको थियो। के गर्ने, बच्चा हुने घरमा यस्तै हुन्छ। त्यसपछि मैले मेरो बेड राम्रोसँग मिलाएँ।